हेलो, हामी चाहिँ आज कहाँ जाँदैछौँ? यहाँ चाहिँ हेलम्बु जाँदैछौँ। यो माथि हेर्नु, अगाडि हेलम्बु जाने बाटो छ पुरै। समर्पणमा अगाडि अर्को युनिट गइसक्यो। यसरी हो कि समर्पणमा अगाडि युनिट गइसक्यो हैन। ऊ हेर्नु बाटो यस्तो छ। यो अघि भ्लग स्टार्ट गर्ने भने पाएन। अब हामी सुरु गर्ने आजसम्म समर्पणले बिचिन्छ केही खिचेछ भने खिचौँला, नत्र यस्तो छ है ल साथीहरू। यो चाहिँ यसै म भ्लग होइन, यो यसै म घुम्न गएको केही अपडेट दिएर मात्र म कहाँ गइरहेको छु भनेर होइन। जति हुनुहुन्छ मेरो 200-300 मान्छेहरू जसले मैले रेगुलर मेरो गेम प्ले हेर्नुहुन्छ उनीहरूको लागि अपडेट पनि हो ल है त साथीहरू। हामी कहाँ जाँदै आज? हामी हेलम्बु फेरि यतै खाजा जाउँ होला है। हुन्छ, कता बस्नु हो? अलि अगाडि जाउँ कि दिदी कहाँ जाँदै हामी आज? हेलम्बु गएर के गर्ने? म सबैजना डान्स गर्ने ल। ल हामी दर्सिङ पौवा हिँड्ने डाँडा गागल फेरि चढियो, फुलको पुच्का टिपी सिपी मानि पऱ्यो, सधैँभरि टिपी काठमाडौँको हिपी पऱ्यो। केही भएको छैन हल्का होइन। र हामी चाहिँ जाँदैछौँ हेलम्बुको बजारमा होइन। अगाडि हाम्रो 3 युनिट हुनुहुन्छ, सुटिङ युनिट। अगाडि हाम्रो सुटिङ युनिट हुनुहुन्छ, हाम्रो भ्यानिटी। लास्टमा गयो भने हाम्रो भ्यानिटी हो। हाम्रो यहाँ सुटिङ युनिट छ रेडी। यो माकुरीले मलाई आज डेन्जर कुरा 5:30 बज्दै अनि सिधै आएर कहाँ रे मूलबानीमा भेट भयो नि। के हो रिसाएको हो फेरि? हाम्रो भाइ पनि छ। यो अघि खिच्ने यही हो फटा ओ थक लाइफ। के छ भन्न न प्रतिक्रिया? मुख छाड्छ अहिले। सरी आज होइन हेलम्बु जाँदैछौँ भने अघि भनिसकेँ होइन। बिचमा अहिले खाजा खान रेस्ट गरेको छौँ। अब यहाँ टक्क खाजा बनिएको छ के खाजा बनिएको छ म सब तपाईँहरूलाई भन्नेवाला छु भन्ने भनेर छपरी देखेँ होला। यो हेर्नु न धुलो चाहिँ लाउनु परिहाल्यो। त्यो स्टेट युन हेलम्बुको अझ दामी चिज आउँदैछ अहिले। यो भ्यू हेर्नु न ठिक छ कि छैन? अब बाटो नराम्रो छ भनेर ऱ्याकती पारेछ। के हो भाइ किन नजाने? नजाने भने त अघि जाए यहाँबाट नजाने यहीँ बसौँ भने धर्ना दिएर बस्यो भाइ। पछाडि फर्क सबतिर ब्याग बेच्छौ क्या? को अब मास्क लगाएर चाहिँ कसरी चिन्छ त मान्छेले भने? मलाई त्यतिकै पनि चिन्दैन होला। आइएम न्यू इन दिस फ्यामिली हैन। फ्यामिली भने परिवार। यो चाहिँ शिशिरको घोडा हो। मेरो घोडाको साइन छ फेरारी। यहाँबाट कति किलोमिटर रहेछ? रिसेट हानेर जाम होइन। मेरो घोडा चाहिँ यहाँ छ। त्यो ब्याट्री किन्ने गर्दा हेर
ल यहाँबाट कति किलोमिटर रहेछ ट्राई गरौँ है त। ल स्टे ट्युन। अब बुलेटको हेलमेट लगाएर V15 कुदाइरहेछ, अर्कोले V15 को हेलमेट लगाएर बुलेट कुदाइरहेछ। यहाँ चाहिँ मेरो स्थिति छ बिजोक। सोत्र हेलमेट यही होला। अब यसरी नै हो हामी घुम्ने। अब अरू कुराहरू बिस्तारै गर्दै गरौँ है त। ल हुन्छ अब अफरोडिङ है गाइस। अफरोडिङ भने अघि देखाउनु पर्थ्यो। अफरोडिङ माथुरी अहिले त के अहिले त गफ रोडिङ भइरहेछ। गफ मात्र पेलेको जस्तो गफ रोडिङ भइरहेछ साथीहरू। साथीहरू हामीसँग इनफ फुटेज छ है आज हामीसँग। के छ भाइ इनफ फुटेज होइन। यस्ता V15हरूलाई धुलो सटाउँदै बिच रोडमा त हामीलाई सक्दैन नि फेरि। सक्छ त भाइ कसैले? सक्छ त कसैले सक्दैन। टु सिट गर्छु गफेन। ओए मेलम्ची यहाँ मेलम्ची साथी उता फर्काएर देखाउनु नि। वाउ कस्तो राम्रो बाटो छ हेर्नुहोस्। अविरल बग्रथ छ मेलम्चीवती इन्द्रावती त होइन होइन। यहीँको पानी खाएर हामी हुर्केको है साथीहरू। माथिको बाटो भने होइन। माथिको बाटो यही होला हौ। माथि छ छिमी छिमी कताबाट छिमी 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 यो चाहिँ ढलान बाटो छ यहाँबाट चाहिँ। फेरि गान्छ मान्छेले के भने धुवा पाउनेवाला सुन जस्तो लागिरह। यो बाटो जस्तो लागिरह मलाई। अब त्यो बहिनीले 10 कक्षा त पास गरेर होइन कसरी विश्वास गर्ने? अहिले पढ लेखेको मान्छेले सोधेको हो होइन गफान्छ भन्ने हो। यो बहिनीले हो रेकर्ड गरेर राख्नुपर्छ। रङ बाटो होइन यस्तो सराप है गाइस। कमेन्टभरि सराप हेर्दैन। त्यो बोले केही आउँदैन होला है। मुखै थुनेर राखेको छ। एकछिन त ब्रेकै नलागे जस्तो फिल भयो। पछि यस्तो ख्याल गरेँ मैले ब्रेक लगाएको भए पो लाग्छ त भन्ने। ब्रेक लाग्नु नि लाउनुपर्छ होला नि जस्तो फिल भयो। अफरोडिङ है गाइस भन्नु नमिल्ने। अघि थियो अफरोडिङ पर्खिँदाखेरि भयो। हजुर छोटो बाटो भन्दा यताबाट पनि छ छन्ची त्यता बाटो हजुर उयो गाडी भइराछ नि यताबाट चाहिँ टिम्बु गएर उमा लाग्नुपर्छ हैन यता गएर ककनी हुँदै शेरमा छन् माथि टाढा टाढाबाट जान्छ ककनी नै भनेको छ त्यो मान्छेले बाटो बिचमा ढलान छ हो
बाटो ढलानी हो ढलानी यताबाट कता के बाटो हो त्यस्तो अलिकति घर यो पल्लो पोल्नेर गर्छ बाटो हजुर गाडी गएको बाटो पनि पर गएपछि दुईपट्टि नै ढलानी गरेको बाटो त्यो बाटो यताबाट गइदैन अङ्गो दुई यो बाटोबाट गएपछि पर यहाँ पर गएपछि दुईपट्टि नै ढलानी गरेको बाटो छ यता देब्रे फर्किने भनेपछि कार्के भन्ने हेर्नु कहिलेकाहीँ हामीलाई यसरी बाइक पनि घुमाउनु पर्न सक्ने हुनसक्छ त्यहीबाट जहिले पनि बाइक घुमाउनु रेडी हुनु होला होइन म त छोरो मान्छे कहिले बाटो फर्किनु हुँदैन हाम्रो दुश्मन बाइकहरूले हामीलाई डिस्टर्ब गरिसकेको छ कहाँ हो है डर मर्दो छ है भाइ के अरे हाम्रो अब्स्ट्याकलहरू ए सिस्टर पो रहेछ त्यही पनि हामी निरन्तर हाम्रो पाइला अघि बढाउँदै हेर्नु कस्तो रमाइलो ठाउँ छ तपाईँले कहिले सोच्नु भएको थियो म यस्तो ठाउँ आइपुग्छ भनेर घरमा बस्छ गेम खेल्छ काम छैन भन्ने बेला मलाई होइन हेर्नु म के काम गर्छु भनेर आज त गाइस हेर्नु ल यो खोलातिर जाउँ न हेर एकछिन हो भने किन आइपुगेको छैन एकदिन फोटोसोटो खिचौँ न हो यतै फोटोसोटो खिचौँ न एकछिन बस्नु तिनीहरूको गाडी आइपुगेको छैन क्या किन आउँदा त यस्तो हतार हुन्छ कहिले घर पुग्नु हुन्छ भूकम्पले होला नि घर भत्क्या मेरो पनि चाहिँ बाढी पीडित भएको ठाउँ नै हो सल्ले बजार आएको त्यहाँ चाहिँ हाम्रो सीता सिरियलको के अरे नठिक न स्टारलाई त्यो ठाउँमा आइपुग्यो हामी अब चाहिँ माथि बाटो छ ल ड्यू माउन्टेन ड्यू डर के आँखे जिते भन्दै केटाहरू ड्यू खाँदै तपाईँहरू पनि खाने हो